हेलो नमस्ते मेरो छोटो युट्युब च्यानलमा फेरि पनि स्वागत छ तपाईहरुलाई। अनि यो अस्तिदेखि म टिकटकमा स्क्रोल गर्दाखेरि आइडल उदयपुरी आइडल अरे हैन। अनि यो तिमीहरुले के गर्न खोजेको के यो निर्णायक मण्डलहरु हो। अनि उदयपुरको के रे बेइज्जत गर्नु खोजेको कि के हो यो? उदयपुरी आइडल यो चाहिँ भएन यो भएन यो। फेरि सबै गाउने जति राईहरु मात्रै छन्। कि भाइरल हुनलाई नै यस्तो गरेको हो कि के हो? अब यार उदयपुरतिर यसो बे गरेर केटीहरु लिएर आउँ त उदयपुरको भनेको। अब यस्तो गाउँ चाहिँ यार मेरो ससुराली भन्नु नि मलाई त लाजु नि भयो त। हेर केडा हो नाक थाम है तिमीहरुको गाउँको चेलीबेटीहरु नबिक्ला है केडा हो। नबिक्ला है नबिक्ला अलिकति उदयपुरी अलिक होस गरेर बस। यसरी हुँदैन। आफ्नो छोरी चेली नबिकाउने हो भने आइडल तिमीहरुले अगाडि बढाऊ नत्र भने यो आइडललाई तिमीहरुले क्यान्सल गर्नु लाऊ केटा हो। युवा उठ जेन्जीहरु उठेर क्यान्सल गर्नु लाऊ। हुँदैन यसरी है त। नत्र भने उदयपुरको चेलीबेटीहरु बिक्नु गाह्रो छ है केटा हो गाह्रो छ। यही तरिका हो भने हेर कति बेइज्जत भइराछ यार। दुनियाले अनेक थरी भनिसक्यो के हो। अनि यो टोयलेट सिंगरहरु कहाँबाट आउँछन् नि यति साह्रो? लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं जी। साथीले त राम्रो गाउँछस् भन्दै भनिदिन्छ अनि गाउनु कुद्छन् कि क्या हो? भएन है उदयपुरे यसरी हुँदैन। उदयपुरको गाउँको केटाहरु अब जाग्नु पर्यो। जेन्जीहरु जाग्नु पर्यो। यो उदयपुरी आइडल पुरै क्यान्सल कर भनेर लाग्नु पर्यो। हुँदैन यसरी बेइज्जत हाम्रो भयो भन्नु। तिमीहरुले एउटा एजेन्डा राख्ने कि हामीले अरु गाउँबाट केटीहरु बे गरेर ल्याउनु खोज्दाखेरि हाम्रो उदयपुरको बेइज्जत भयो भनेर त्यो केटीहरुले आउनु मानेन भनेर तिमीहरुले एजेन्डा राख्नु पर्यो केडा है। अनि मात्रै हुन्छ यो नत्र नि हुँदैन यो बेइज्जत हो केडा हो। ल है त। अनि यो निर्णायक मण्डलहरु को छ तल मेन्सन गर्दिनु होला है कमेन्टमा है त। त्यो निर्णायक मण्डलहरु हेर्छु म कतिको राम्रो गीतहरु उनीहरुले नै निकालेको छ हैन। कुन कुन क्षेत्रमा उनीहरुले कति के रे काम गरेको छ हेर्नु पर्यो अब। सारै भयो। हस् त नमस्ते।